आजको यस भिडियोमा मैले यहाँलाई क्लास 12 मा पढाइ हुने फाइनल एकाउन्टको एउटा न्युमेरिकल प्रब्लम गरेर बुझाउने छु। यहाँलाई यो खास गरी 5 नम्बरको प्रब्लम आउँछ। यसमा मैले आज यहाँलाई सबै प्रब्लमहरु भएको एउटा ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट, पीएल एप्रोप्रिएसन एकाउन्ट, त्यसै गरेर ब्यालेन्स सिट गरेको भएको एउटा प्रब्लम गरेर यहाँलाई बुझाउने प्रयास गर्नेछु। त्यो भन्दा पहिला मैले एउटा ट्रेडिङ र प्रॉफिट एन्ड लस एकाउन्टको एउटा प्रब्लम बारेमा यहाँलाई भनेर त्यसपछि एउटा कम्प्लिट प्रब्लम चाहिँ यहाँलाई गरेर बुझाउने प्रयास गर्नेछु। पक्कै पनि यो भिडियोले यहाँलाई केही लाभ होला भन्ने मैले विश्वास पनि लिएको छु। मैले यो 2081 सिट बी एन्ड सी भनेर छ, क्वेशन नम्बर 14 को लिएको छु। यहाँ दिएको छ हामीलाई के सोधेको छ त यसले क्वेशनले भन्दा यो चाहिँ ट्रेडिङ एन्ड प्रॉफिट एन्ड लस एकाउन्ट भनेर सोधिएको छ। हामीले अब यहाँ ट्रेडिङ र प्रॉफिट एन्ड लस एकाउन्ट गर्नुपर्छ भने ओपनिङ स्टक भनेदेखि हामीले कहाँ जान्छ त यो ट्रेडिङ एकाउन्टमा जान्छ। त्यो ट्रेडिङ एकाउन्टमा डेबिटमा जान्छ भने बुझ्नु पर्यो। पर्चेज पनि ट्रेडिङ एकाउन्टमै हुन्छ। त्यसैगरी क्यारेज इनवार्ड भन्यो यो पनि ट्रेडिङमा नै हुन्छ। त्यसैगरी फ्याक्ट्री एक्सपेन्स पनि ट्रेडिङमा डेबिटमा नै हुन्छ। भने प्रिपेड इन्स्योरेन्स भनेर छ, यो प्रिपेड इन्स्योरेन्स चाहिँ पीएल मा आउँछ। प्रिपेड इन्स्योरेन्स एक्सपायर्स भन्नेले एउटा स्यालरिज भनेर छ, यो पीएल मा आउँछ। स्टेशनरी छ, पीएल मा आउँछ। सेल्स भनेर छ, यो ट्रेडिङको क्रेडिट साइडमा आउँछ। क्यापिटल भनेर छ, यो यहाँ आउँदैन। इन्ट्रेस्ट एन्ड इन्भेस्टमेन्ट भनेर छ, यो चाहिँ के त यो चाहिँ पीएल को क्रेडिट साइडमा आउँछ भनेर बुझ्नु पर्यो। त्यस्तै गरेर क्लोजिङ स्टक भनेर एडिसन इन्भेस्टमेन्ट दिएको छ 2 लाख, यो चाहिँ ट्रेडिङको क्रेडिट साइडमा आउँछ। त्यसै गरेर प्रिपेड इन्स्योरेन्स एक्सपायर भनेर छ, माथि प्रिपेड इन्स्योरेन्स भनेर दिएको छ 50,000 दिएको छ, तल चाहिँ एक्सपायर भनेर 20,000 दिएको छ। भने 20,000 चाहिँ के गर्नु पर्यो त यो पीएल एकाउन्टमा डेबिटमा राख्नु पर्ने हुन्छ। त्यसै गरेर ब्याड डे भनेर दिएको छ, ब्याड डे पनि एडिसन इन्फर्मेसनमा ब्याड डे पनि पीएल को डेबिट साइडमा आउँछ भनेर यसरी हामीले गर्नुपर्ने हुन्छ। ट्रेडिङ र प्रॉफिट एन्ड लस एकाउन्ट यो सजिलो प्रब्लम छ। त्यसै गरेर अर्को एउटा प्रब्लम हेरौँ। यो चाहिँ 81 सेट डी को छ। यहाँ चाहिँ कमिसन रिसिभ भनेर दिएको छ। कमिसन रिसिभ भन्ने बित्तिकै हामीले क्रेडिटमा पीएल को क्रेडिटमा आउँछ भने बुझ्नु पर्यो। सन्डे एक्सपेन्स पनि पीएल को डेबिटमा आउँछ। सेल्स भयो ट्रेडिङको क्रेडिटमा आउँछ। पर्चेज ट्रेडिङको डेबिटमा आउँछ। ओपन स्टक पनि ट्रेडिङको डेबिटमा आउँछ। रेन्ट पनि ट्रेडिङको डेबिटमा आउँछ। रेन्ट रिसिभ भयो क्रेडिटमा हो। त्यसै गरी वेजेज भनेर छ, वेजेज चाहिँ के त वेजेज चाहिँ ट्रेडिङमा आउँछ डेबिट साइडमा। स्यालरिज भनेर छ, त्यो चाहिँ पीएल को डेबिटमा आउँछ। इन्ट्रेस्ट एक्सपेन्सेस छ, यो पनि पीएल को डेबिटमा आउँछ। भने भ्यालु अफ क्लोजिङ स्टक भनेर यो चाहिँ 50% छ। यसरी यो 40,000 छ। क्लोजिङ स्टक भनेपछि ट्रेडिङको क्रेडिट साइडमा आउँछ। मेक प्रोभिजन फर ट्याक्स भने 50,000 छ। हामीले यो सबै आइटम राखिसकेपछि सीआर टोटल माइनस डीआर टोटल गरेर राख्ने। त्यसमा कति आउँछ त्यसको 50% चाहिँ प्रोभिजन फर ट्याक्स राख्ने, बाँकी रहेको 50% चाहिँ नेट प्रफिट भनेर आउँछ भनेर भन्नु पर्छ। त्यसलाई मैले एउटा सबै प्रब्लम भएको एउटा 2077 सेट आर भनेर छ। यो चाहिँ 77 सेट आर क्वेशन नम्बर 7 को एउटा प्रब्लम गरेर यहाँलाई बुझाउने प्रयास गर्नेछु। नेक्स्ट प्रब्लम 2077 सेट आर। हामीलाई यहाँ ट्रेडिङ एकाउन्ट पनि सोधेको छ, प्रॉफिट एन्ड लस एकाउन्ट सोधेको छ, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट सोधेको छ, त्यसै गरी ब्यालेन्स सिट पनि सोधेको छ। अब हामीले हेरौँ पहिला ट्रेडिङ एकाउन्ट भनेर हेरौँ। ट्रेडिङ एकाउन्ट फर द इयर इन्डिड भनेर छ। particular
RS, particular RS, DR, CR. Particulars, RS, particulars, RS. ल अब हामीले ओपनिङ स्टक भनेर लिएको छ। ओपनिङ स्टक हामीले के लेख्नु पर्यो त टु ओपनिङ स्टक। ओपनिङ स्टक भनेर छ। ओपनिङ स्टक भनेर कति दिएको छ 20,000। त्यस्तै गरी अरू के छ पर्चेज, यो पनि डेबिटमा नै हुन्छ। हामीले के बुझ्नुपर्छ त भन्दाखेरि यो ट्रायल ब्यालेन्सको डेबिटमा दिएको आइटमहरू कि त ट्रेडिङको डेबिट, कि त प्रफिट एन्ड लसको डेबिटमा, कि त प्रफिट एन्ड लस एप्रिसिएसनको डेबिटमा, कि त ब्यालेन्स सिटको एसेट्समा आउँछ भन्ने बुझ्नु पर्यो। क्रेडिटमा दिएको आइटमहरू कि त ट्रेडिङको क्रेडिट, पिएलको क्रेडिट अथवा पिएल एप्रिसिएसनको डिमा आउँछ। त्यसै गरेर के छ त त्यस्तै गरेर ब्यालेन्स सिटको क्यापिटल एन्ड लिएबिलिटीमा आउँछ। एक्सेप्ट पर्चेज रिटर्न भनेर भन्यो भने हामीलाई चाहिँ क्रेडिटमा दिन्छ, पर्चेजबाट घटाउने डेबिटमा। सेल्स रिटर्न भन्यो डेबिटमा दिन्छ, सेल्सबाट ट्रेडिङ एकाउन्टमा सेल्सबाट क्रेडिटमा घटाउने भनेर बुझ्नुपर्ने हुन्छ। अन्यथा डेबिटको क्रेडिटमा, क्रेडिटको डेबिटमा कुनै पनि कहीँ जाँदैन है त। त्यसै गरी पर्चेज भनेर कति छ टु पर्चेज भनेर 8 लाख छ। पर्चेज रिटर्न हामीलाई दिएको छैन। पर्चेज भनेर भयो। त्यसै गरेर अर्को छ पर्चेज फिक्स एसेट्स अहिले आएन। त्यसमा डेप्टर्स पनि आउँदैन। वेजेस टु वेजेस भनेर छ। वेजेस भनेर कति छ, वेजेस भनेर 30,000 छ। 30,000 छ। आउटस्ट्यान्डिङ भयो जोड्ने, प्रिपेड भयो घटाउने, यहाँ कुनै दिएको छैन। वेजेस भनेर त्यसपछि स्यालेरी इन्सुरेन्स फ्लिट अन पर्चेज टु फ्लिट अन पर्चेज। फ्लिट अन पर्चेज भनेर छ। फ्लिट अन पर्चेज भनेर छ कति दिएको छ 7,000 दिएको छ। त्यस्तै गरी अर्कोमा अरू केही छैन। बाई सेल्स भनेर छ। बाई सेल्स भनेर दिएको छ। सेल्स भनेर कति दिएको छ 10 लाख दिएको छ। सेल्स रिटर्न छैन। 10 लाख भने आउट कलममा लेखौँ 10 लाख। त्यसपछि बाई क्लोजिङ स्टक। क्लोजिङ स्टक भनेर दिएको छ। क्लोजिङ स्टक भनेर कति छ त 2,20,000 दिएको छ। अरू हामीलाई के दिएको छ भनेपछि यो के भयो त 12,20,000 भनेर यो भयो। क्याल्कुलेसन गरौँ। 12,20,000 माइनस 8,50,000 माइनस 57,000 3,63,000 छ। ल 2 के आयो त 2 ग्रस प्रॉफिट सिडी भनेर कति आयो त 3,63,000 आउँछ। ल यसरी 12,20,000 भनेर यसरी यो ट्रेडिङ एकाउन्ट यसरी हामीले गर्छौँ। त्यस्तै गरेर प्रॉफिट एन्ड लस एकाउन्ट भनेर हौ प्रॉफिट एन्ड लस एकाउन्ट फर द इयर एन्ड। ल अब प्रॉफिट एन्ड लस एकाउन्ट हेरौँ। अघि हामीले ग्रस प्रॉफिट कति आएको थियो बाई ग्रस प्रॉफिट बिडी भनेर लेखौँ। ग्रस लस आयो त लेख्ने, ग्रस प्रॉफिट आयो भने केही छैन। ग्रस प्रॉफिट बिडी भनेर 3,63,000
4000 आएको थियो। अब केडी7 हेरौँ हामीले। अब सेल्स आइसक्यो, लोन अहिले आउँदैन। इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट बाई इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट। इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट भनेर कति छ त 3000 छ। 3000 छ। त्यसै गरी अरू क्रेडिटर्स आएन, पेल एकाउन्ट आएन, सेयर क्यापिटल आउँदैन। अरू यहाँ केही छ? केही पनि छैन। अब डेबिट साइडमा हेरौँ। टु वरिष्ठ गइसक्यो, खर्च फिक्स एसेट आउँदैन। डेबिट वेजेस स्यालेरिज। स्यालेरिज भनेर छ 20000। टु स्यालेरिज। टु स्यालेरिज भनेर छ। स्यालेरिज भनेर कति छ त 20000 छ है। 20000 छ। स्यालेरीमा ड्यू, स्यालेरी ड्यू अथवा आउटस्ट्यान्डिङ भन्ने छुट्टै हो। ए ड्यू, ए ड्यू भनेर छ। स्यालेरी ड्यू कति छ त? स्यालेरी ड्यू भनेर 4000 छ। 24000 यहाँ लेख्ने। त्यसै गरी अरू के आउँछ? अरू इन्सुरेन्स भनेर 5000। टु इन्सुरेन्स। इन्सुरेन्स भनेर 5000 आउँछ। त्यसै गरेर इन्ट्रेस्ट अन लोन भनेर 6000। टु इन्ट्रेस्ट अन लोन। इन्ट्रेस्ट अन लोन भनेर 6000। इन्सुरेन्स भनेर लाउड खोल्नुमै ल्याउँ। इन्सुरेन्स भनेर 5000। इन्सुरेन्स भनेर 5000। इन्ट्रेस्ट अन लोन भनेर 6000। हामीले अरू पनि दिएर जोडे लेख्ने भए, जोड्ने घटाउने भए अरूमा लेखेर घटाउने हो, जोड्ने घटाउने हो, अनि अरूमा लेख्ने हो भनेर भने अब लेख्ने। त्यसै गरेर अर्को छ 6000 भयो। अनि क्यास इन्भेस्टमेन्ट अरू केही छैन, आएन। डिप्रिसिएसन अन फिक्स एसेट्स। टु डिप्रिसिएसन अन फिक्स एसेट्स। फिक्स्ड एसेट्स भनेर छ। फिक्स एसेट्सको भ्यालु कति छ? 2 लाख छ। 2 लाख छ। 15%। 15% अफ 2 लाख भनेको कति छ त 30000 छ। 30000 हुन आउँछ। 30000 यहाँ लेख्ने। अरू केही छ? छैन। 54,500। हाम्रो कति भयो त 30, 54, 5, 59 मा छ 65 भनेपछि उहाँ 66 छ भनेपछि अब के भयो त? अब यहाँ टोटल भएर लेखौँ 3,66,000 यो भयो। माइनस यो गर्दा कति भयो त 55 भयो भने टु नेट प्रफिट। नेट प्रफिट सिडी भनेर छ। के छ त? सिडी भनेर लेख्नु पर्यो 3,01,000 गरेर 3,66,000 चाहिँ के भयो त? यसरी टोटल भयो। ल यसरी हामीले यो प्रफिट एन्ड लस एकाउन्ट यसरी हामीले गर्न सक्छौँ। प्रफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट। एप्रोप्रिएसन एकाउन्ट भनेर हेरौँ हामीले। अब हामीले नेट यहाँ प्रफिट एन्ड लस एकाउन्ट भनेर दिएको छ 17,000। त्यसलाई हामीले के गर्छौँ त? बाई ब्यालेन्स बिडी भनेर लेख्छौँ। बाई ब्यालेन्स बिडी भने कति छ त? यसमा 17,000 यहाँ दिएको छ। त्यसै गरी केडी साइडमा दिन्छ त्यो के दिएको हामीले यहाँ लेख्ने। त्यसै गरी यहाँ के गर्ने? बाई नेट प्रफिट बिडी भनेर लेख्ने। कति छ? 3,01,000। 3,01,000 यहाँ लेख्ने। त्यसै गरी अर्को छ पिएल भनेर यहाँ लेखौँ। प्रफिट डिभिडेन्ड भनेर दिएको छ। टु प्रपोज डिभिडेन्ड। टु प्रपोज डिभिडेन्ड भनेर छ। प्रपोज डिभिडेन्ड कति छ त? 10% अफ सेयर क्यापिटल भनेर छ। 10% अफ सेयर क्यापिटल भनेको 2 लाख छ।
2 लाखको 10% भनेको 20,000 छ 20,000 छ। अरू यहाँ अब न्यू जनरल रिजर्भ दियो त्यस्तो भने यहाँ लाग्छ। ट्याक्स पे लास्ट इयर भने दियो यहाँ आउँछ। अरू यस्तो आइटमहरू यहाँ आउँदैन। अब हामीले के गर्नुपर्छ, यहाँ चाहिँ 3,18,000 छ, यहाँ 3,18,000 छ, यहाँ चाहिँ कति छ त, यो चाहिँ 20,000 छ भने 2 के आयो त, 2 ब्यालेन्स सिडी भनेर आउँछ त 2,98,000 भनेर आउँछ र यसलाई 3,18,000 भनेर यसरी हामीले यसरी यो पनि गर्न सक्छौँ। यो के भयो त, प्रफिट एन्ड लस एकाउन्ट यो एप्लिकेसन एकाउन्ट यो भयो। चैत्र 31 2074 भनेर हामीलाई दिएको छ। ल यसमा क्यापिटल एन्ड लिएबिलिटिज is assets RS। ल अब हामीले यो शेयर क्यापिटल अन्त हेरौँ। शेयर क्यापिटल भनेर लेखौँ। यहाँ शेयर क्यापिटल हामीले हेडिङ छुट्याएर लेख्दा राम्रो हुन्छ। शेयर क्यापिटल भनेर अथोराइज शेयर क्यापिटल हामीलाई केही दिएको छैन, अथोराइज भयो हामीले यहाँ अन्डरलाइन गरिराख्दियो। इस्युड क्यापिटल भनेर लेखौँ। इस्युड क्यापिटल भनेर छ भने कति छ त, इस्युड क्यापिटल भनेर लेखौँ। कति छ, 2 लाख छ। यसलाई चाहिँ हामीले तल जोड्दै जाने इस्यु एन्ड क्यापिटल भनेर लेख्न सक्छौँ। त्यसै गरी अरू के छ त भन्दाखेरि अरू अब 11 त्यसै गरी शेयर क्यापिटल भयो। त्यसपछि अर्को छ रिजर्भ एन्ड सरप्लस अन्तर्गत छ। रिजर्भ एन्ड सरप्लस अन्तर्गत के छ त भन्दा प्रफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट। प्रफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट भनेर छ। कति छ त, एप्रोप्रिएसन एकाउन्ट भनेर हामीले यदि ब्यालेन्स सिडी भनेर डेबिटमा लेखेका छौँ भने यतापट्टि लेख्ने, अनि क्रेडिटमा ब्यालेन्स सिडी भनेर भएको छ भने त्यो चाहिँ हामीले यसरी लेख्नुपर्छ भनेर भन्नुपर्ने हुन्छ। कति भएको यो 2,98,000 के भएको त यसमा भयो। अरू जनरल रिजर्भहरू केही छ, अरू पनि केही पनि छैन यसमा। त्यसपछि सेक्योर लोन अन्तर्गत के छ त, लोन भनेर छ। लोन भनेर कति छ, 20,000 छ। लोन भनेर 20,000 छ। त्यस्तै गरी अनसेक्योर्ड लोन के दिएको छ, छैन। अनसेक्योर्ड लोन भनेर केही पनि दिएको छैन। त्यस्तै गरी अर्को छ, अरू के छ, करेन्ट ल्याबिलिटी एन्ड प्रोभिजन। करेन्ट ल्याबिलिटिज एन्ड प्रोभिजन भनेर छ। करेन्ट ल्याबिलिटिज भनेर छ। करेन्ट ल्याबिलिटी अन्तर्गत के दिएको छ त भन्दाखेरि हामीलाई एउटा क्रेडिटर्स दिएको छ। क्रेडिटर्स भनेर दिएको छ। 10,000 क्रेडिटर्स दिएको छ। त्यस्तै गरेर अरू के छ, क्रेडिटर्स। त्यसपछि अरू के छ, स्यालेरी ड्यू भनेर छ। स्यालेरी ड्यू भनेर छ। कति हजार छ, यो 4,000 छ। त्यस्तै गरी अरू के छ, स्यालेरी ड्यू भयो। त्यसपछि अरू के छ त, अरू केही छैन यहाँ। अरू सेल्स हामी गइसक्यो, लोन आयो हाम्रो, इन्ट्रेस्ट इन्भेस्टमेन्ट यहाँ आउने कुरो भएन, क्रेडिटर्स आइसक्यो, आयो, शेयर क्यापिटल पनि आयो भनेपछि प्रपोज रेभिन्यू भनेर छ। प्रोभिजन अन्तर्गत के छ त, प्रोभिजन अन्तर्गत आउने भनेको प्रपोज डिभिडेन्ड।
प्रपोज डिभिडेन्ड भनेर छ। प्रपोज डिभिडेन्ड भनेर कति छ त? प्रपोज डिभिडेन्ड भनेर हामीलाई दिएको छ 20,000 दिएको छ। 20,000 यसरी हामीले 4,98,000 त्यसपछि 5,18,000 5,52,000 भनेर यसरी आउँछ। त्यस्तै यतापट्टि हेरौँ फिक्स्ड एसेट्स। फिक्स्ड एसेट्स अन्तर्गत फिक्स्ड एसेट्स भनेर दिएको छ हामीलाई। फिक्स्ड एसेट्स भनेर छ। फिक्स्ड एसेट भनेको कति दिएको छ? 2 लाख। त्यसै गरी यसको के गर्नु पर्यो? हामीले डिप्रिसिएसन काट्नु पर्यो। डिप्रिसिएसन भनेर 20,000 छ। 1,80,000। त्यसै गरी अरू के छ? फिक्स्ड एसेट्स। अनि अरू इन्भेस्टमेन्ट अन्तर्गत के छ त? इन्भेस्टमेन्ट नै भनेर दिएको छ। इन्भेस्टमेन्ट भनेर दिएको छ। इन्भेस्टमेन्ट भनेको 1 लाख दिएको छ। त्यस्तै गरी अरू के छ? करेन्ट एसेट्स, लोन एन्ड एडभान्स भनेर दिएको छ। यसमा के छ त भन्दाखेरि आएन। फिक्स एसेट भइसक्यो। डेप्टर्स भनेर लेखौँ। डेप्टर्स भनेर दिएको छ। कति दिएको छ? डेप्टर्स भनेर 40,000 दिएको छ। त्यस्तै गरी अरू के छ? क्यास भनेर छ। क्यास पनि करेन्ट एसेट हो। क्यास भनेर आयो। क्यास भनेर 22,000। त्यस्तै गरी अरू के छ? त्यसपछि क्लोजिङ स्टक पनि दिएको छ। क्लोजिङ स्टक भनेर छ। क्लोजिङ स्टक भनेर के दिएको छ? कति दिएको छ? 2,20,000 दिएको छ। क्लोजिङ स्टक। लोन एन्ड एडभान्स, करेन्ट एसेट, लोन एन्ड एडभान्स भनेर छ। अरू त्यो भनेर केही छैन। लोनलाई दिएको भए एसेट्समा, दिएको भए ल्याबिलिटीमा आउँछ। डेप्टर्स आयो। त्यसपछि क्यास, इन्भेस्टमेन्ट भयो, क्लोजिङ स्टक भयो। अनि अरू केही छैन। यसरी हामीले 2,20,000, 3 लाख, 4 लाख, 3 लाख, 3 लाख, 4 लाख, 3-4 लाख भयो। त्यसपछि 4 लाख, 5 लाख भनेर डेप्टरमा केही छ? 80 मा 20 गरेर 3 लाख, 4 लाख, 5 लाख। डेप्टर भनेर 40, 1,80,000 इन्भेस्टमेन्ट भनेर 1 लाख भयो है। त्यसपछि अरू केही छ? छैन। 52,000, 3 लाख अनि 2,80,000, 3-4 लाख, 5 लाख। अरू केही छ? छैन। डेप्टर्स 2 लाख कति पर्सेन्ट? 15% है त। डिप्रेसन 30,000 भनेर 1,70,000 हुन्छ है। 1,70,000 भयो। त्यसपछि गरेर 70, 90, 100 गरेर 5,52,000 भनेर
यसरी लेख्ने 5,52,000 5,52,000 भनेर यसरी ल 15 वर्ष हो त्यो भावनाले 30,000 आयो 30,000 पछि 1,70,000 भयो यसरी हामीले यो ट्रेडिङ एकाउन्ट प्रॉफिट एन्ड लस एकाउन्ट प्रॉफिट एन्ड लस एप्रिसिएसन एकाउन्ट अनि ब्यालेन्स सिट गर्यौं